उमेशजी तपाईँले त गजब गर्नुभयो नि यार। के भयो हजुर त्यस्तो भन्नु न। मेरो मिसेसलाई चाहिँ अस्तिदेखि एलर्जी भएर पुरा हाइप्स आइरहेको थियो क्या। हजुर। जिउभरि तपाईँको यहाँदेखि टाउकोदेखि लिएर सबैतिर हाइप्स आएको। हजुर अनि त्यसपछि ऊ चाहिँ 4 दिनसम्म उसले केही पनि गरेन, रातभरि चिलाइयो हुन्छ नि, फोका पुरै एलर्जी भएको। हजुर हजुर त्यसपछि अनि डक्टर कहाँ गयो। हजुर डक्टर जाँदाखेरि डक्टरले चाहिँ प्रेडनिसोलोन प्रेसक्राइब गर्यो। हजुर। प्रेडनिसोलोन भनेको एकदमै स्ट्रङ स्टेरोइड हुन्छ कि हजुर त्यसले निन्द्रा लगाउँदैन, के हुँदैन। मलाई अल्सर हुँदाखेरि त्यो प्रेडनिसोलोन खाँदा मलाई चाहिँ एकदमै गाह्रो भएर मैले बगान सुरु गर्नुको कारणै थिएँ। हजुर वान अफ द मेन रिजन्स वाइ आई स्टार्टेड बगान अहँ। इज बिकज त्यो प्रेडनिसोलोनले गर्दा कि हजुर हजुर प्रेडनिसोलोन उसले 4 दिन खायो, हजुर केही पनि भएन। हजुर त्यसपछि मैले तपाईँलाई के गरेर फोन गरेँ। हजुर फोन गरेर तपाईँले के भन्नुभयो नि, यो अम्बक, तपाईँले अम्बक भन्नुहुन्छ अरे। हजुर। अम्बक भन्नु न, अम्बक भन्नु। अँ। अम्बकको 20-25 वटा पत्ता लिनु सर, हजुर पत्ता लिएर त्यसलाई माडेर हजुर त्यसपछि जिउभरि लाउनु त ठिक हुन्छ भन्नुभएको थियो। हजुर हामी चाहिँ के गर्यौँ भने ठ्याक्कै बारीमा फेरि अम्बा थियो, हजुर अनि मैले 20-25 वटा पत्ता निकालेर त्यो ब्लेन्डर हुन्छ नि, हजुर ब्लेन्डरमा हालेर त्यसलाई चाहिँ अलिकति स्ट्रेनरमा हालेर हजुर उसले त्यो लाएको विदिन 5 मिनट सबै गयो यार, सबै गयो है। सबै गयो। हजुर अहिले कम्प्लिटली हिजोदेखि उसलाई केही पनि भएको छैन, गयो, निकै भयो। हेल्प भयो है सब बवाल अँ